यहाँ हेर त ऊ त्यो कालो भएको छ एक डल्ला साबुन लाउँदैन सेतो हुँदैन होला त्यो कति दामी फुल रहेछ साबुन लाएर पखालेपछि बिग पनि जान्छ अर्पणे मेरो बुढा हो खतरा काम गर्छ जुन पनि गर्छ अर्पणेले जुन त भेटाएको जुन पनि जस्तो त्यसमाथि हुन्छ हैन मेरो अर्पणे फेरि एकपट्टिको झार म जस्तो छुट्छु त यो संसारमा मान्छे छैन एकदम धेरै आउन किरा छ भने तरेर पानीमा जाओस् थिच्नु पर्दैन होला त त्यो हातले नै टिप्छ यो त यसमा काँडा अर्को चाहिँ यसको काँडा धेरै हुँदैन उताले टिप्छ नि त लिप्टिङ गर्छ राखेको नाम हो अर्कोले लाटा भनेर त खास गरी तपाईले अच्छा फेभरेट नाम बसिहाल्यो माया गरेर राखेको है अर्पण मैले है लाटा राखौँ किन हाल्ने हुन्छ माया गरेर लाग्ने नाम लाटा एकदम ठिक हो के चाहिँ मासु तर सुन्दरले दाल हुन्छ यस्तै गनाउँदैछ हजुर दाजु हजुर बंद कर तो यहाँ पानी आना क्या रहा हाँ तेरा बाजे चाहिँ यो लया चिप्लो हुनेछ भने कस्तो चिप्लो हुन्छ नि अब चिप्लो चिप्लो बनाउँछ नि अहिले लान्छ त्यो हात त खोजी खोजी भोलि त कतै हुन्छ कि खोजी खोजी ल्याएको मैले जतिखेर काम पर्छ त्यतिखेर भाँडा पनि लाटा हाम्रो साथीहरु भन्दा नि दाइहरु कहाँको मान्छे भोजपुरै हो के रकना भनेको के सुने कि कहिले सोर बनाऊ दिदी धोएर हाल्नु ल नि यतिकै हाल्ने भएन अघि धोएर राखेको के हो भन्ने यतिकै हाल्ने त्यो 80 ल्याएको हैन त त्यो सिउरी
भन्छ कि हाम्रो भाषामा सिस्नु है ए मैदा हुनु पर्यो नि ए चिया सातु अर्पणे मै खाने अर्पणे मुलाले कस्तो पकायो फेरि अर्पण मैले कसरी नहेरी गरे जुनी जाने भयो हजुर मै देखाइदिनु माथिको स्कुलमा थियो अब धने पाउनुहुँदैन तिमीले त कहिलेदेखि आयो बिग्रिँदैन के त्यस्तो टमक्क बेको लाग्यो कहिले बिग्रिँदैन ट्याङ्कीमा जमेर खुल्ला राख्यो भने चाहिँ बिग्रिन्छ ग्यास बसी त दिउँ जस्तो आउँदैछ कहाँ दिपक एक जमानामा त म पनि खतरा हुने मान्छे अहिलेको बुढेसकाल लागेर मात्रै कहिले केटाको मासु गयो क्या खाली खाली दिनको पाना तिमीलाई भरिदियो मै जित्छ जस्तो लाग्छ मलाई चाहिँ अर्पण हारिहाल्नुहुन्छ नि तपाईँ म खतरा छु नि कसरी खतरा म त फेरि तपाईँ के फेरि अर्पण जस्तो 5 ठिक पार्छु मेरो पनि पैसा हराछ खोजेको खोज अर्पण र म मिलेर खोजौँ है पैसा भेट्छ कि अर्पण कहाँ खोज्नु पैसा हाँसे त्यो नुनको बट्टा पाउँदा नानीमा अप्सन लास्यो अर्पणमा गीत सुनेर मलाई आँसु आउँछ त्यही गर्दैछ अर्पणले चाहिँ भात चाहिँ कोठामा लाने कस्तै हुन्छ ए जाने 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 अनिस पनि लाग्यो आज निर्मलहरूसँग आउँछ यादै छैन साह्रै किलो छ थामेर ऊ घरि सेतै गरी खोर्सानी सेतो मिठो पिठो घरि सेतै घरि खुर्सानी अरे पिठो पिठो मान्छेमा खुल्ने चाहिँ नखल्ने गरी काबु भने देऊ ल भाइ भिडियोमा नि हालिदिनु अर्पणमा अहिले यस्तो हान्छु कि यसलाई के सिस्नु भन्छ पातले सिस्नु पातले सिस्नु नाम एउटै रहेछ एरमा हाल्नुभएको रहेछ नि ल कता अहिले कसको खुर्सानी ल्यायो सुक्यो सुक्यो खुर्सानी टोक्ने त यस्तो दामी
पुगेन भने सर्लक पुगेन भने हामी यसैबाट हालेर खान्छ ल ड्राइभर आउँदैन क्या ड्राइभर आउँछ होला बिस्तारै पालि आउँदै गर्छ नि भाइ पानी सिस्नुसँग मुही खाने होइन नि दुध खाने नै यो छ गोरु हैन वाह 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 राइट हट त्यही खेर तपाईलाई
मजा राखेको तोखेर गएर डिस्टर्ब गरेर गर्छ नि फेरि मासु गरामा आउने जोड्ने त्यही गरामा ओरियाइन्छ पुरा कथुरी छ के भयो डह्रो हो ओराइन्छ अहिले गुरु फेरि कस्तो हुँदै छ छिटो खोज्दैछ नि अगाडिलाई के भन्छ काँदैन भन्छ हाम्रोतिर चाहिँ के भन्छ तिम्रो भाषामा के हो काँदैन मैले मकै छाड्दै लाएको चप्पल ल्याएको चप्पल यो यहीँ राखिरहेको छु के गर्ने हो साँच्चै आन्टी झार टिप्नु गएन के गर्नु एकछिनहरू गर्छ कोदक बिलाएर खाली मसिन खल धारा छुट्या होय कथिला अनि छोपेर एक हलको दुई हलको त हो दाजु अनि फेरि पल्लो गएर आधी बाँझो राख्थ्यौँ अनि यता त्यत्रो थिचेको चाहिँ कस्ता पर बिन्दी दाइहरू ल्याएर चाहिँ यस्ता गोरु हट्की हराउँदै यहाँ नभएको खनाका गरौँ पुरा बेला बुआइजा मैले आमासँग छ मजाले त मैले दिएको होला कान्छो त्यो होइन त्यो हाम्रो राखेको थियो गाला पड्किने गरी म खुवाइदिने खाँदैछु म अर्काने चोर भन्ने मेरो बुसोर भन्ने निर्गुसोर लाटा भन्दा चाहिँ के भन्ने सिकाउनु नि लाटा हुन्छ चिक्नुमा एकदम बाथा भन्दैन कहिले खान्छस् मासुको भाटा दाइ बेसरी खोज्दा हैरान भयो अनि कोही बेला बनाइयो भने त्यसकै ऊ हुन्छ नि त अचार भनेर राखिराखेको छु 3 माना रोप्यो भने 3 मुरी आउँछ नि होइन 3 माना एक माना जतिको एरियै ढाक्छ के अहिले होइन त खर्च गर्ने बेला खर्च गर्नु पर्छ त उदाइ हो उदाइ अच्छा कथुरी आइज
야기 봐. 야기 봐. ओइबा हो कि ओएबा हो कि के हो त्यो कहाँ थाहा हुनु भयो को गइसकेको छोडेर उ लडेर मरि पाउला गाई काटेर पुलिसले गइछ एन्चली पुलिस पनि त्यस्तो हुँदो रहेछ ए पुलिस त के एकैछिनमा ठिक बनाउनु त्यो त अब म कोदो छाड्ने मासु लगाएर गएँ भाइहरू यो पाताला कसरी छर्नु पर्ने हो आउँदैन कोदो पाता आइडङको लोगोले छ कि छैन आउँदैन भन्छ नि आफूलाई दाइनाले छर्न आन्टी नि देब्रे हातै चल्छ खालि मैले आमा त झन् छरी हुन् आफै सर्छ खै त फलाउनुले त बुढा तेरो डाइलग मलाई मन परेन मेरो हुँदो रहेछ यार बीचमा अघि हामीले बाँझो दिएको थियौँ एकान्छलाई यो त खास त यो कोदो मकै पुर्नुको लागि नै हो खास त यो अस्ति नै जोतेर चाहिँ यो झार मरेपछि होइन बाँझो छैन के गर्न खेतीपाती गर्न हो क्या यो अस्ति नै जोते भए होइन यो सबै मर्थ्यो नि दीपक सेल्फीले पनि पुरा हाँसो खाए बोरोले पनि बिच त्यसो लागेको थियो मैले आइदिएँ क्या नभए तल सकिँदै हुन्थ्यो न अस्ति मलाई सक्छु होइन आज त शनिबारको फुर्बा बोलाएको होइन क्या अहिले बोलाएको फुर्बा प्लस अर्पण भनेर लेखेको छ माथि खाने राम्रो कहाँको पानी हाल्यो यो माथिको पानी हो डराउनु त होइन हो खाउ खाएर माजेर दिउ मार्दिनँ के गरेर गलेको छ माथि त्यो माथि कसले काटेछ त्यहाँनिर काटे त्यही थापाले काटेर लगाऊ बिमारी भएर अस्तिदेखि भन्दै थियौ अब काठमाडौँ जानु पर्यो भन्दै थियो अब के लागेको थियो
ज्यादा खाए पनि हामीले पछि यो आका कामी भएको पठाउनु कामी छैन कामीले दिँदै यहाँ राख्दै गर्छ हामी त कमिनी ल्याए पनि छ अब इकार्की खाल्दा जे पनि गरे हुने छ नि 3 लाख उमेर हाले नि 2 लाख त झिक्नु पर्ने हारे कति झिक्दो रहेछ हेरौँला नि भनेको मैले हिजो बुढी त्यति खालको होइन क्या सुती हो कि होइन मान्छे होइन सुती म जुत्दै क्या राम्रै जुत्दैन यहाँ पनि मकै आयो कि अके काम केही छैन न कुखुरा छैन न बाख्रा छैन न हेलो के गरे त्यो कस्तो राम्रो लाग्दैन छोडा मेरो खानै तपाईँ तर्सिनु भयो नि सिक्नु नि कला कला सिक्नु कला त्यसलाई त 1 किलोलाई 60 रुपियाँ हाल्नु त यहाँ फलेको आलु 80-100 हाल्नु ठिक हो नि फेरि बुढी त्यो राख्दा अहिले चाना खाना मात्र हो खाना मात्र हो खाली भएर कुहिहाल्छ अनि त्यस काम त जान्छ नि त बिस्तारै Terima. Hei. Lihat. Wah. Lihat aja. Betul para makan betul. Hei. टिप्नु पर्छ नि आफू नि अहिले सबै गाडी पाक्नु रहेछ नि यसो गाँसहरू पास नयाँ आलु कहिले हुँदैन म तल भैँसी कोठा फ्रिजमा हालेको होइन हुन्थ्यो नि मैले त्यही नि खान्छ होला
हजुर अहिले ल्याङ गर्छु कहाँ हुन्छ 60 मा ल्याइनि 60 मा कहाँको कुरा सुन्नु मिसाएर खाने 60 लाई 2000 घटीमा ल्याइ मिसाएर खानु थोरै त्यो नमिसाउने म त अहिले त्यो गर्मी नमिसा नखाने यो कस्तो दुःख हुन्छ त्यो तपाईँलाई के ढाँटेर गफ गरिराख्नु अब मैले उता 50 मा ल्याएको अब मलाई त्यही हो अब 5000 चाहिँ मलाई दिनुपर्छ भइगयो त नि के भयो त नि आइहाल्नुहोस् न अब हिजो अस्ति ऊ को भैँसी भन्दा यसमा फाइदा खानुहुन्छ तपाईँ आउनु भएको फाल्टी कुरा चाहिँ नगर्नु यहाँ तल भैँसी आइहाल्नु भयो तल भैँसी हेरेर अस्ति भैँसी लागेकै ठाउँमा छन् भैँसी हेरेर आइहाल्नु संसार कहाँ राखेछ म त्यही थियो त्यही हो मैले चप्पल कहाँ खुकाले अरू पनि चप्पल लाएर पानी आउँदा छैन पराउनु खान्छ अब लसुन भुट्नु नि हुन्छ कस्तो यस्तो क्या यो हुन्छ कति बेला रोपेर कति बेला खान्छ अब त यो यता त्यही ताक्लुङ्गो फेदमै बस्यो भने चाहिँ त्यत्रो 6 महिना बस्दैन
मैले छ्या अनि मसिनो त हुन्छ हैन अरे बेजी काटे अहिले त के हो त अहिले बस्यो होला कल्ला त बिहे गर्न गर्छ भन्छन् छोराको बिहे छिटो गर्ने हो भन्छन् मुखले भनेर के गर्नु हातमा मनी छैन त्यो एउटा थियो कहाँ गएछ ममा सेट यहाँ यसलाई पार्नु पर्ने पल्लो कोठामा थियो अघि के हो ठाउँ ल्याउनु पर्यो त्यसमा हाले त सबै छिरे त त्यही मैले उठाएर मैले राखेको यहाँ थियो त्यति त बेला बेलामा हो त्यस्तो दिमागै त्यस्तो ल कुटेर मारिदिउँ भने बिहानभरि फुलाउनु सकिँदैन अहिले मै नभए त्यस्तो बिगारमा के दिँदैन म मरोस् भनेर फेरि अरू त कुनै छोरछोरी त्यसो गरेन मरेर मैले माथि माया घरतिर पुरा दिदी किन अँध्यारो मुख लाएर नानी लिएर आएको भन्छ नानी कुटेर मारिन्छ भगवान्ले भने जस्तै के हाल्नु होस् ती पानी हाल्ने कराइमै फेरि ती पानी अनि फेरि पानी नत्र यहाँ हालेको पानीले त कहिले पानी चाहिँ ल्याउनु पर्ने भयो यति पानीले त पुग्दैन अलिकति चाहिँ ल्याउनु पर्यो यता उता गर्दै गर्नु भने ऊ झरेर निकाल्दाखेरि हुन्थ्यो मेरो विचारमा हाल्ने फेरि उतै कराइमा हाल्यो भने सफा हुन्छ यहाँ हालेकाले त सुइतो सुइतो उतो जान्छ पखालिँदैन फेरि कराइमा हाल्ने भएको भए ठिक छ तर त्यो झोलमा हाल्ने क्या झोलमा हाल्ने भरे छुटिहाल्छ नि डल्लो नपर्ने त हो नि कुरा बोल्नु पर्यो कस्तो कुरा गर्छ रे चटनीमा चाहिँ डल्लो पर्छ भनेर धेरै धुन्छन् चाउमिनमा अब झोलमा हाल्ने चाहिँ धेरै धुनु पर्दैन त्यो झोलमा हाल्पछि फेरि उस्तो राम्रो कोही कोहीले भन्छ नभए त खानेकुरो त्यही भएर खाएको त हुन्छ भने भन्दै छोप्नु चाहिँ नछोपौँ झिङ्गा पर्छन् कि भनेर मात्रै फेरि फेरि लिन्छ यसमै बसाउनु पर्यो सुल्दार ठुलो कराईमा
भर्खर चाहिँ टेस्टिङ हो कि के थियो त्यो सुपको अस्ति दिन ल हेर न यहाँ हेर्ने एउटैमै ल हेर है ल हेर एउटा छ दिमाग खराब भएछ कम्पनी पनि नुन कम भएछ लाग्दैन उसमा यतिकै ठिकै छ केजी खाँदा ठिकै छ अलि त अब स्वाद राम्रो आउँछ होस् अमिलो गोलबाट हाले जस्तो हुन्छ नमिठो त्यो कान्छो खाँदो रहन्छ क्या मै नहाल्यो घुम्ने केटी घुमाउने अब यस्तो गरेर नि आफ्नो भविष्य क्या 30 वर्ष काटेपछि त्यति राम्रो हुँदैन सही दुःख हुन्छ त्यहाँदेखि त्यो चाहिँ ज्ञान छैन बाउले एकदमै रिस उठेको छ खुसी भएको भन्नु ए हाट्ने पर स्टेललाई चाहिँ कुरा हुन्छ मलाई त कहिले त्यो माथि जोत्ने दिन आउँछ नि रोटी माथि जोत्ने अरे क्या लग्यो नि गोरु उठ्याउ कहाँ छ जोत्ने उता घर पछाडितिर कता होला नि अनि भारी बोकाइ ठिक छ नि पानी छ कस्तो छ राम्रै देखिँदो रहेछ
नगर्दै अहिले हाम्रो आइसक्नु भएको छ पानी छैन के भयो पानी हालेर फुर्नु र फुर्काउनु पर्यो नि के गर्नु है पानी छैन रड्डी भयो उमेश भन्ने केटो चाहिँ कता गएको छ खोइ कता गयो देखेको चाहिँ मारा घाँस लिएर आउँथ्यो एकपल्ट बच्छ क्या आजै मकै छ र आजै पानी अझै मकै छ अरे अझै पानी पर्छ के मजा हुन्छ नि खला खुलुक भोलि फेरि कोदो निकालिहाल्छ हो आउला जस्तो छ अर्पण त्यसमा एक जग पानी ल्यायो खानुपर्छ आयो किन पानी थोपो छ नि त आज पानी हेर्नु जानुपर्ने भएछ खोइ माथि सफा गरेर ल्याउनु त सफा गरेर ल्याउनु त होइन झ्यास पर्छु होला क्या कहाँ पर्छु भन्नु न त हो कहाँ हो हरियो जस्तो छ हरियो कि मैले अघि भर्खर टिपेर ल्याएँ चिया राख्नु पर्यो नि तिसानी दाजु बढै खाँदैन नि थुप्पो सात चिया दिनुपर्छ उसलाई खान्छ नि एकदम चिया मात्रै पकाउँछ पुग्दैन भनेको नि पुगिहाल्छ नि बिस्तारै घर पनि के लिप्न नपाएर फाइदा भएको छ अनि मेरो सबैले हात बोल्दैन भन्छ नि त्यस्तै हो के सक्साना आएको छ नि त त्यो हो अनि पनि हो त मकै हाल है त्यो त चोरको फोन नम्बर गाँठे हाम्रो माइला बाउको मकै यादी गर्नु अरे मकै चराएर हो कि त्यो मकै गोडेर हामी खानु त्यो हाम्रो बट्टे माइला बाउको क्या काजी बुवा घर मुनि हो त्यो त्यस्तो केरा पाकेछ त्यो यो बारी बिचमा भनेर कुरा गर्दै गोरु गएका छन् है त्यताउता एकछिन चिया र साथ खानु है दाजु धेरै मिठो मान्नुहुन्न थुक्पा ठिक छ यहाँ चिया तताउँदैछु गाई गोरु फुकाएर देखेर जागो गाई पनि आइज पठाए अहिले हामी यहाँ भाँडाहरू माझेर ऊ पर खैकिन जानुपर्छ पल्लो काँचा सिधै दिदीतिर बाउती होला नि कराएर नि बनाउँछ के गरौँ बाउले यसको बानी गुरानको काटी भयो घरमुनि क्या लाग्छ अनि चिन्दैन त अनि लटे माइला बाबु अचम्म मलाई मको घरमा जाँदा खोइ आउँछ ल है
खेत हुनुपर्ने कति नाच्दा हुन् मान्छे यहाँ आउँदै हुनुहुन्छ है जाति बाजुरा जिल्ला मा मेरो हेर बाबु मलाई ताल छ यो तालमा मेरो आदि भाइ युमा बाबु खपर बाबाले आई तपस्या गरी बाबु खपर को निर्माण गरी बाबु त्यहाँ भरौ हुने बाटो दिन मेला लाग्ने त्यसै बाबु खपर बाबाले आदेश गरेको हुनाले उनको नाम लिने आज हामीले
भित्र बाली हाल्नु कति बाली हाल्नु भित्र घाँस हाल्दै थियो क्या तपाईँको टर्च मसँग आज यहाँ राखेको छु है टर्च यहाँ राखेको छु फेरि भरे तल कहाँ गयो भने खोज्नु ल तपाईँ दुई बाउ दाजुभाइ म सक्दिनँ माइलो कहिले आउने त माइलो भोलि आउनु थियो कहिले आउँछ भोलि आउँछ नि भोलि मात्रै आउँछ बेलुका आउँछ
थाक्यो कालिन्द थाक्यो अर्पण थाहै थाहा छैन जाने मान्छे एकै हुनुका होइन बोल्छु त म बोलिदिएँ पहिलो गाँठो मारिहालिसक्यो बोल्नु हाम्रोमा खोजाङ खप्तर कहाँ छ खप्तर अघि लगाइदिनु पर्छ कि चिकन अघि सुरेश लगाएको छ सानो भने हेला गरेँ क्या अर्पण अलिक अझै केरे गर्दै निम्तो गर्छ भन्ने कुरा भएको थियो त्यो के जुठो पर्छ अहिले भन्छ है दुःख परेको अरे हाम्रो लाग्छ
मन्नुले परा जित बाह्र तेरे बानी मा आई बसी बाबु तपस्या गरी यो खपर मसाले गर्नु पर्ने विधि पूर्वक सिकाइ खपर बाबाले दिनदेखि पर्व गराउँदै आयो भन्दा तिमीलाई को हौ के हौ अब साथै मैले नि अहिले पर त्यसपछि हामी यहाँ छुट्टै हामीलाई दिँदै अनि उहाँ पुकाएर गर्छौँ उहाँहरूले गर्छौँ तपाईँहरूले अब उहाँ भन्दा तिमीले
त्यत्र मारेछ एक्लै लड्छ यार लड्नु पनि तर सबले अब होइन महारथीहरू बिचमा लड्ने भनेको किन फुल बोकेको दाइले बाटो झम्मा लगाएर पानी झरेर ठाउँ बेसरी भिजुम बाहिर आउँछ अलि यतासम्म बिचबिचमा राखौँ यार रोटी खाएको आऊ भाइ रोटी त्यता भ्यायो उयो हुने प्याज कहाँ भ्या मिठो लाग्छ अब कहाँ भ्याउने यहाँ अलिक आइएन त्यहाँ बाहिर गजबले पटाउरो खिच्नु कति भयो बनाउनु पर्छ पानीले अनि के यो पुल्ने बुझाउने
होइन तपाईँहरूले अगाडि लाग्नुपर्छ माथि रोडमा निस्किएर गरिदिने अब मै जान्छु अगाडि मलाई त खाना लागिसकेको थियो कि पुर्ने फोन गरेर फेरि उनीहरू गइसकौँ है अनि हामी भैँसी अगाडि त एकदिन गएर बस्यो Ding ding ding, ala
के थियो हिजो चाहिँ